यो भिडियो हजुरहरू सबैलाई एकदमै युजफुल हुनेवाला छ र झन् दार्जिलिङको ट्रिप सोचिरहनु भएको छ भन्ने त फर्स्ट प्रायोरिटीमा पर्छ यो। हेलो एभ्रिवान, आई एम सुजु। सबैभन्दा पहिला हामी सुरुमा बतासे डाँडा गयौँ। बतासे डाँडाबाट हामीले दार्जिलिङको भ्यू पनि हेऱ्यौँ र त्यसपश्चात बेलुका हामी यता चौरास्तातिर गयौँ। त्यहाँ चाहिँ सारस मेला लागिरहेको रहेछ। भोलिपल्ट बिहान चाहिँ हामी यता जापानिज पगोडातिर आयौँ। त्यहाँ चाहिँ यस्तो छ भ्यू त्यहाँको। रक गार्डनको बाटो चाहिँ यस्तो डरलाग्दो छ कि हामी बल्ल तल पुग्यौँ। रक गार्डनको भ्यू चाहिँ यस्तो छ, यस्तो राम्रो छ। हामी त्यस पश्चात जूतिर लाग्यौँ र जू पछाडि हामी यता म्युजियम, त्यस पछाडि यता माउन्टेनियरिङ कलेज इन्स्टिट्युट त्यहाँ हेरिसकेर हामी यता भोलिपल्ट बिहान चाहिँ घाम झुल्किने ठाउँ टाइगर हिल गयौँ। टाइगर हिल पछाडि हामी यता बोटानिकल गार्डन आयौँ। बोटानिकल गार्डन घुमिसकेर र यता हामी नाइटिङ्गेल पार्क आयौँ। नाइटिङ्गेल पार्क आएर चाहिँ हामीले हाम्रो राजा वीर विक्रम शाहले पढ्नुभएको स्कुल सेन्ट जोसेफ हेऱ्यौँ। त्यस पछाडि हामी घर फर्क्यौँ। हाम्रो दार्जिलिङ ट्रिप चाहिँ यस्तै रह्यो।